हेलो नमस्ते सबैजनालाई हैन वेलकम टु माई ब्लग। आज चाहिँ म फाइनली घर पुगेको छु है त इलाम। अनि यो ब्यागमा चाहिँ छ मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको छ यो चाहिँ मेरो घरवालीको सुँगुरले चारो पकाउने ठाउँ हो हैन। अनि आज चाहिँ बिहानभरि पुरा पानी परिरहेको थियो, त्यसै कारणले मैले भिडियो बनाइरहेको थिइनँ। अनि अहिले चाहिँ फाइनली पानी रोकियो। अनि अब यसो भिडियो बनाउन त घर वरिपरिको भनेर बुढीले घरमा के गरेको रहेछन् भनेर चाहिँ म तपाईहरुलाई देखाउने नै छु हैन। सबैतिर म घुमेर देखाउँछु है त। यो तपाईहरुले देखिरहनु भएको छ, यो चाहिँ ब्याक क्यामेराले देख्नु भएको यो सबै मकै छैरहेछ। यो हाइब्रिड मकै 2 कोटी 3 कोटी छ। अनि यो चाहिँ घोगा लाग्न सुरु भइसकेको रहेछ। अनि प्लस यो 1 कोटी चाहिँ कुखुराले सबै खाएछ के, फेरि डल्लै खाइदिएछ कुखुराले। हेर्नु त केही छैन, यसको पनि छेउछेउ छैन, त्यो तलको पनि छेउछेउ छैन। यो सुँगुरको छेउछेउ छँदै छैन। हेर्नु त कुखुरा पनि एकदम धेरै छ। म तपाईहरुलाई कुखुरा पनि देखाउँछु। कुखुरा पनि अब बास बस्ने बेला हुनु लाग्यो हैन। अनि टक्क अहिले म चारो दिने बेलामा बोलाएर चाहिँ कुखुरा कति रहेछ भनेर मेरो क्यामेरामा कैद गरेर तपाईहरुलाई देखाउने छु है। अनि यहाँ चाहिँ यो चाहिँ बैगुन हो हैन। अनि यो चाहिँ बोडी रोपेको रहेछ। तर यो बोडीहरूले चाहिँ मलाई लाग्छ, जहाँसम्म लाग्छ बोट हेर्दाखेरि फल्छ जस्तो लागेन। अनि त्यहाँ पर चाहिँ त्यो फर्सी रहेछ, लौका काँक्रा पनि रहेछ, यहाँ भेन्डी पनि रोपेको रहेछ हैन। हेर्दाखेरि यो चाहिँ फल्छ जस्तो लागेन, यो बेमौसमी कुराहरू हो। बैगुनहरू हेर्न सक्नुहुन्छ तपाईले। बैगुन यस्तो खालको चाहिँ यो मसिनो खाले, यो दामी मिठो हुन्छ नि, एकदम मिठो हुन्छ यो चाहिँ हैन। यहाँ पनि देख्न सक्नुहुन्छ है यस्तो खाले बैगुन। तर यो चाहिँ मैले नै रोपिराखेर गएको जस्तो लाग्छ हैन। लास्ट इयर यताको चाहिँ मैले रोपेको थिइनँ हैन। यो चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ यस्तो छ, यो चाहिँ ठुल्ठुलो छ, फलाइ रहेछ ठुल्ठुलो छ। यो चाहिँ यो त लोटे भइहाल्यो। यो लोटे कुखुराले खाएर ढुट्टो गरेछ। कुखुरा धेरै भएछ यस्तै हो। यहाँ देख्नु त मैचाङ पनि खेतमा गएको थिएँ, आइपुगी छे। मैचाङ आइपुगी छे। अब साँझ पर्न लाग्यो। खेतमा आज पानी परेको थियो। अनि पानी जमेको छ कि नै भनेर हेरेर आऊ भनेर मैले पठाएको थिएँ। लट्टे टिपेर आइछ खेतबाट। यो चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ, हेर्नुहोस् ल। यो चाहिँ मसिनो खालको टमाटर, यो अर्ग्यानिक टमाटर हो। एकदमै मिठो हुन्छ नि, यो पाक्यो भने अमिलो हुन्छ, अमिलो हुन्छ, एकदमै दामी हुन्छ यो चाहिँ। यो खुट्टीमा मकै नै छैन, कुखुराले खाएर ढुट्टो गरिहाल्यो हैन। कुखुरा कति छ भन्ने कुरो त अहिले म चारो दिने बेलामा देखाउँछु तपाईहरुलाई ल। अनि यहाँ चाहिँ फुल रोपेकी रहेछ, फुल त्यहाँ चाहिँ खुर्सानी जस्तो लाग्यो, खुर्सानी पनि रहेछ यो गमलामा फुल। तर फुलको ठाउँमा यो झार पलाइ छ, दिमाग खराब भइहाल्यो नि। ल यसलाई उखालिदेऊ न, यसको मल खाने भयो कि यसले। अरे किन यार, सरी है त, म भिडियो क्लोजै गर्छु नि, 2 हातले उखाल्छु। यो दाउराहरू चाहिँ मैले पहिला मिलाएर राखेको थिएँ, अव्यवस्थित भएछ। अब यो लोटेपछि उठाउनु त पर्यो। अब म यसलाई चाहिँ निरन्तरता दिनेछु भोलि या पर्सितिर। अनि यो चाहिँ भाटे बोडी भन्छ, अनि के भने घिउ बोडी पनि भन्छ। यो चाहिँ यस्तो भएछ, हेर्नु टिप्नु पर्ने बिउ अब टिपिन छन्। गृहमन्त्रीले अब आफै टिपेर राख्न पर्यो हैन।
यहाँको चुवाचे चाहिँ बेचेछ खोरै यस्तो भत्किरहेछ अझैसम्म बनाएकै छैन अब हो। यहाँ पछाडि देख्न सक्नुहुन्छ टमाटर एकदम धेरै टमाटर छ यो मसिनो हेर्नु त। यसलाई चाहिँ टिपेर राखेर चाहिँ पछि चटनी बनाएर खानुपर्छ। ल एउटा डोजर रहेछ हौ यहाँनिर, एउटा डोजर हेर्नु नि डोजर। ओइ उठ, यसको काल छिटै आउँछ, काटेर खाने हो नि होइन धराने बङ्गुर। ओइ ओइ फटा हेर्नु त, चारो दे भन्दैछ डोजरले। अहिले सिमा खान्छस् चारो। एउटा घर वरिपरिको भिडियो बनाउन भनेको मेरो बुढीले यार भलक भएन कि भएन भनेर कमेन्ट गरेको छ हौ नि छेउमा बसेर। यो कुखुराको खोर चाहिँ मेरो इन्जिनियरिङमा बनेको है। ल लास्ट इयर मैले बनाएर गएको थिएँ, अब भत्किसकेछ आउँदाखेरि हेर्नु त। फेरि यसलाई मर्मत गर्ने बेला भयो। तर मैले सुली झर्ने तरिकाले बनाएको थिएँ। कुखुराको सुली त भित्र त आउनु भरिएको रहेछ हौ। एउटा ओथ्रा बसेको छ, अन्डा कोरल रहेछ। ओइ ओइ मेरो इन्जिनियरिङमा बनेको यो कुखुरा खोर। म तपाईँहरूलाई कुखुरा देखाउँछु भनेको थिएँ। ल कुखुरा देखाउँछु है। ल तार दिएर बोलाउँछु। ल अब देख्न सक्नुहुन्छ यी मकै त छैन, मकै अब भर्खर फल्दैछ। यो धानको मिक्स छ, चामल भुस। कुखुरा बोलाउँछ त। ल ल ल आइज ल ल ल आइज यता। कुखुरा हेर्न सक्नुहुन्छ, कुखुरा काट्दै खाने हो नि त। लु हेर्नु त नि। ए धेरै नछाड न। कसरी बोलाउँछन् हेर्नु त। ल अझै सबै आएन के, ठुलो भालेहरू नै आएन, सबै मसिनो मात्रै आयो। हेर्नु त कुखुरा ओरिजिनल भन्छ नि त, ओरिजिनल लोकल हो क्या यो भनेको चाहिँ। ओरिजिनल लोकल त्यो बजारमा के अरे फार्मतिर पालेको हुन्छ लोकल 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 भन्दै त्यो ब्रोइलरको चारो दिएर त्यो फ्याट बढी हुन्छ कि। यो चाहिँ घाँस पात के अरे चामल भात किरा फटेङ्ग्रा खाएको ओरिजिनल लोकल कुखुरा हो क्या यो चाहिँ। एकदम दामी हुन्छ यो चाहिँ। ल यो सेतो पति छ नि, यो कालो कुखुरा है। कालो कुखुरा मासु पनि कालो हुन्छ अरे, शिर पनि कालो छ यसको त। मुखै अनुहारै कालो छ, यहाँ देख्न सक्नुहुन्छ। यी अनुहारै कालो, मुखै कालो, मासु नै कालो। दिनमा त खै झोल हालेर भात खानै सकिँदैन अरे भन्छन् कि यसको मासु। अब सानो सानो आएन, कुनै ठुङ्छन्, त्यही भएर ठुल्ठुलो भालेहरू पनि आएन। भरे एउटा चाहिँ बनाउने हो, आज बेलुकी एउटा बनाउनु पर्ने छ। ओ पानी खानु पर्यो, अड्क्यो यिनीहरूलाई यार चामलले। यहाँ मसिनो छ आज पानी परेको थियो, त्यही भएर बिरामी छ यार। ल यति सानो त्यो फाइट खेल्नु खोज्छ अहिले। नठुङ्न, कस्तो चोक्टै जाने गरी ठुङ्गेको। आम्मा यार तल पनि छ क्या, आएन कि सबै देखाउँ है भनेको त आएन कि, आधी मात्रै आयो कि। उता बाँकी रहे, कतै यता रहे, कतै तल रहे। घरका कुखुराहरू गृहमन्त्रीले पालेर राखेकाहरू। अब भाले धेरै छ हौ। 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 9 वटा मसिनो, 10 वटा, 11 वटा चाहिँ देखेँ। अब अरू चाहिँ देखिनँ। ल
आजको भ्लग चाहिँ मेरो मिनी भ्लग चाहिँ ल यति नै है त।